गाइज हामी चाहिँ अहिले हाम्रो स्पोटमा आइसकेका छौँ होइन। अनि यता चाहिँ हामीले आगो बाल्न लागेका छौँ। यता हाम्रो चुलो छ। तपाईँले हल्ला सुन्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी जङ्गलको बिचमा छौँ अहिले चाहिँ होइन। यता चाहिँ यहाँ तलतिर चाहिँ खोला छ। यता यो चाहिँ हाम्रो कपडाहरू अनि दाउरा सबै खानेकुराहरू यहाँ छ। अनि अनि यता चाहिँ हाम्रो टेन्ट बनाउँदैछन् केटाहरूले। केटाहरूले टेन्ट बनाउँदैछन् यहाँ चाहिँ। ल ल अलि डर बनाऊ। यता सन्दीप सर हुनुहुन्छ। ठोको ठोको ठोको। ल ल ल ल यहाँ चाहिँ टेन्ट हुँदैछ गाइज। टेन्ट बन्दैछ। विशाल सर चिया पाएको? ल ल ल आगो अलिअलि बल्यो है उहाँ। यहाँ चाहिँ हाम्रो कफी बन्दैछ अहिले। अनि यहाँ चाहिँ कफी लिएर आएको छौँ हामीले होइन। अलिकति कफी छ। यो चाहिँ ट्याक्क राखिन्छ। यहाँ चाहिँ कफी खनाउँदै हुनुहुन्छ हाम्रो विशाल सरले। कफी चाहिँ हामीले यहाँ बसालिसकेका छौँ। हामी चाहिँ यहाँ चाहिँ टेन्टमा चाहिँ यस्तो तलपट्टि चाहिँ ओछ्याउनु लाग्छौँ पराल। ल ल ल केटा झ्याप 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 चिसो छेक्नु पऱ्यो नि त। यहाँ चाहिँ हाम्रो यो सुत्ने चाहिँ रेडी भइसकेको छ होइन। अनि यहाँ माथि चाहिँ कभर गर्नु छ। अब चाहिँ यो कभर चाहिँ चिया खाएपछि गर्छौँ होइन। चिया चाहिँ यता पाकिसकेको छ। ल ल ल ल उतार 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 हालिहाल। हाम्रो चिया चाहिँ पाकिसक्यो होइन गाइज। च्याट्ट लाएर खाइन्छ यहाँ चाहिँ। ओए चिया 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 ठन्डी ठन्डी मौसम में गरम गरम चाय। अरे थपी थपी खाने खानका साथी भरि भरि चार्दै घटाइ त्यो मुखमा पोल्छ यार। त्यो ओठ राख्न नि मिल्दैन। अब पोख्छ है। अब पोख्छ है यसले राख्दाखेरि। पोको पो ल ल ल ल ल ल ल चिया चाहिँ हाम्रो पर्दैन थप। अब चिया चाहिँ रेडी भइसक्यो होइन। यता हाम्रो सुजन सन्दीप गोल्छु म च्याट्ट लाएर अब चिया खाँदैछौँ होइन। अब मिल्ते हैं टी ब्रेक के बाद। हामी चाहिँ चियासित खाने चाहिँ भाइले झिक्दैछ। ए रोटी होइन च्याट्ट डोबेर ल चियस क्याट। यहाँ चाहिँ चिया छ होइन। चियासित चाहिँ ट्याक्क डोबेर। माथिबाट परालले छेक्दैछ। यता चाहिँ हाम्रो मासु पाक्दैछ होइन गाइज। यहाँ केटाहरू फेरि यहाँ कत्रो पाक्छ यहाँ भनेर दिइरहेछन् होइन। रियल ल मान्छ कि यहाँ आमा एकछिन। हेलो यहाँ बल्ल पकाउँदैछौँ। के को सुठी लाउँदा पनि त हामी यहाँ खोलाको आडा हो का। हामी गयो हामी चाहिँ बेडको रेडी गर्नको लागि हाम्रो बेड रेडी गर्दैछन् यता केटाहरू चाहिँ होइन। ठिक छ सर कसिनु कसिनु। यहाँ चाहिँ हाम्रो टेन्ट हाम्रो स्विट होम चाहिँ यस्तो छ गाइज हेर्नु। यो चाहिँ सन्दीप र सुजनले बनाएको होइन। अनि हाम्रो यता मासु पाकिसकेको छ। मैले र विशाल सरले बनाएको गोल्छु भन्छन् के अरे यसलाई होइन। माया गरेर गोल्छु भन्छन्। यो भुसडी मातिन्छ फेरि। अनि यस्तो पाक्दैछ यता चाहिँ होइन। उहाँ चाहिँ फेरि गर्लफ्रेन्डसित हो पुरै अनलिमिटेड अङ्कल क्या अङ्कल सरी सरी अङ्कलसित हुनुहुन्छ एकदम बिजी। हामी चाहिँ यता बनिसकेको छ होइन। अनि यता चाहिँ पाक्दैछ। यता हाम्रो गाइजहरूले यहाँ एकचोटि एक लट हान्दै गर्छौँ होइन हामी चाहिँ।
अब चाहिँ यहाँ खाने बेला अगडा फाइनल्ली लास्ट पिस छ गाइज। हामी चाहिँ सबै बनाएर सिद्धाइसक्यौँ होइन। अब चाहिँ भित्र गएर खाइन्छ। पाइसक्यो होइन। अब चाहिँ हामीले घर खोल्दैछौँ। हाम्रो रुम ओपनिङ हुँदैछ। अब भित्र जाँदैछौँ गाइज। भित्रदेखि यस्तो छ पुरै गद्दा यहाँ त एकदम यता मासु चाहिँ यति भइरहेको छ होइन। चट्ट अब चाहिँ हामी मिलेर खाँदैछौँ यहाँ चाहिँ। यता चाहिँ हाम्रो मासु छ होइन। अनि त्यही यता चाहिँ हाम्रो चटपट बनाउनको लागि होइन। ट्याक्क फ्यान्टा स्यान्टा इधर उधर सब छ। यहाँदेखि चाहिँ भित्र चाहिँ यस्तो छ होइन। के हो यो 50 रुपैयाँ कसको? यस्तो मस्त गाइज होइन। चिसो छ बाहिर चाहिँ तर भित्र चाहिँ एकदम तातो हो कि। चटपट बन्दैछ गाइज। अब चाहिँ चटपट खाने बेला भयो हाम्रो होइन। चट्टा चटपट मिठो मिठो अमिलो ठोक अमिलो ठोक अमिलो चट्टा बिरो। अहिले चाहिँ रातिको 12 बज्यो होइन। 12 बजे 8 मिनट भयो। हामी चाहिँ चटपट ठ्याक्क रेडी पार्दैछौँ। अब चाहिँ चटपट खाँदैछौँ होइन। अब हामीले फेन्टा खोल्न गइरहेका छौँ। हाम्रो चटपट रेडी भइसकेको छ है। अब हाम्रो फेन्टा खोल्ने बेला ल केटा ताली बजायो केटा। फेन्टा यता फेन्टा फेन्टा खोलिसकेका छन् है। मिठो हो गाइज। एकदम नम्बर छ नम्बर। त्यो कसको इलाज त 20 सालको तेरो होला। आयो नि मजा। मेरो त ए के अरे अब चाहिँ हाम्रो मासु खाने टाइम भयो होइन। चट्ट लाएर मासु खाइन्छ। अब यता मासु हाल्दैछौँ। ए खुसी भइन्छन् मासु खाने भनेर पागल भइन्छन्। मासु खानु भनेर खुसी भइन्छन् नि। खुसीले हाँस्छ खान। यसमा 2 थोप्ला यसमा 1 थोप्ला कम छ। बल्ल बल्ल मासुले मासु चम्चा हितको मेरो ल है त ल ल ल ल ल सुरु गरौँ है। कस्तो सन्दीप सर कस्तो एकदम दामी। क्याम्पिङ चाहिँ मजा भइरह। रातिको कति बजे अरे? अहिले कति बज्यो? मोबाइल 1:30 1:30 भयो। ए ल ल ल अझै छ यार 5 घन्टा 6 घन्टा त अझै छ यार। 4 बज्यो होइन। ए अझै सुत्न खोज्दैनन् केटाहरू यहाँ। कतिचोटि अरे 4:05 गए। ल म भन्छु ल भन्। सन्दीप 2 चोटि गणेश 2 चोटि गोलसे 3 चोटि म 4 चोटि। के त नि के कोट लाग्यो सुतेको कोट खाएको भन्नु के को कोट खाएको भने यसले लगातार 3 चोटि खायो कि कोट। खेल्न नजाने मान्छे यस्तै है। फेरि गइनु मास्टरसित खेल्न सकिन नि। साले 4 चोटि हैन 3 चोटि हो। 4 चोटि त एकचोटि त पहिले खाएको गरे होइन यसो गुसाइन। साले कतिचोटि भन्दै त सन्दीप तिमीले नवा राटेर 7 चोटि हो कि। ल अब सुतौँ 4 बजे। गुड नाइट गाइज। हामी त डल्लो बिहान भइन्छ होइन। त्यही पनि गुड नाइट। ल ल ल ल सुतौँ। The next day. हाम्रो आजको टेन्ट यहाँ थियो होइन। अब केटाहरू उठ्दैनन् बोलाएर उठ्दैनन्। अब उठाउने हाम्रो निन्जा टेक्निक कस्तो छ भन्दा लाइनमा अब ट्याक्क निन्जा टेक्निक हो यो चाहिँ। ओ बिहान उठेर यसरी नि उठेन नि जादुले नि काम गरेन। अब पानी लिम क्या गयो त्यो जगमा पानी लिम त पानी छ कि छ। यहाँदेखि चाहिँ खोला छ होइन। अनि हाम्रो यहाँ चाहिँ छ होइन। हामी चाहिँ खोला भाडामा बसेको थियौँ। अनि यहाँ त यस्तो छ
यहाँदेखि चाहिँ जङ्गल पुरै जङ्गल छ गाइस। अनि यता चाहिँ खोला छ। पारी पारी घाम लागिसक्यो। अहिले चाहिँ बिहानको कति भयो भन्दाखेरि अहिले चाहिँ बिहानको 7 बजे होइन। अनि पारी पारी डाँडामा घाम लाग्यो। राम्रै लागेन घामले। अनि एउटा त उठ्यो एउटा उठेन अझै भसाडी ठक लाग्यो ठक ठक। अझै जाडो भयो कि तँलाई कोट लाउनेस् र उठ बिहान हो कि आँखा के भयो अरे राम्रै भन्नु एकचोटि आँखा के भयो अरे भन्नु दामी देख्छ कि त्यो चाहिँ हामी हाम्रो टाटसाट सबै प्याकिङ गरेर जानुपर्ने हुन्छ होइन।